कुन खोला हो यो? रिग्दी खोला है। अनि सर ओह्रालो झर्दै हुनुहुन्छ। अनि सरको फर्स्ट एक्सपिरियन्स होला। अहिले हामी मायाटारबाट अघि बढ्दैछौँ फिसलिङतिर र बाइक यहाँ एकछिन रेस्ट गर्दैछौँ र अहिले हामी बाँसपुर पुग्नको लागि 4 किलोमिटर रहेको ठाउँ यहाँ रिग्दी खोलामा जहाँ चाहिँ पुल बन्दै रहेछ। यो खोला हामी क्रस गरिसकेका छौँ। अब बिस्तारै हामी अघि बढ्ने क्रममा छौँ र साथीहरू अगाडि बढ्दै हुनुहुन्छ। ल म बिस्तारै हामी अहिले रिग्दी खोलाबाट चढेर यो डाँडोमा आइपुगेका छौँ। यहाँबाट धेरै तल छ यो हामी आएको बाटो। रासर फोटो खिच्ने क्रममा र अब टोटल्ली अफरोड बाटो हामी अघि बढ्दैछौँ। सुमन राइडर कम्प्लिटली अफरोडमा भिम्बाको बाइक झार्दैछ ओह्रालो। त्यसपछि हाम्रो भरत सर दिन हुँदैन यार अनिल राज सर यार। ऊ हेर्नु हुँदैन के यो। अनि सर क्लज नलिनु है, क्लज एक गियरमा झार्नु। क्लज समाज र साथीहरू ओह्रालो बाटोमा पनि बाख्राहरू चरेर कति सानो बाख्रा हुँदो रहेछ है यता। सानो बाख्रा हुँदो रहेछ क्या। यस्तो पहाडहरू छिचल्दै उपरदानगढीबाट मायाटार हुँदै हामी फिसलिङ तर्फको यात्रामा छौँ र साथीहरू अगाडि गइसक्नु भएको छ। लास्टमा हामी दुईजना कम्प्लिटली अफरोड बाटोमा हामी बाइक उकाल्न गाह्रो। हामी सधैँ पिच बाटोमा चलाइराखेको मान्छे यो उकालो पाखा देख्दाखेरि पनि सिरिङ्ग हुने र यहाँ चिसो फिल भइसकेको छ हामीलाई। सर बिचमा बस्नु न, त्यहाँ बिचमा आउँछ सुमन अहिले। हाम्रो योगेन्द्र सर पछाडि आउँदै हुनुहुन्छ। दिलराम सरको हिनाइ धेरै नै परिसकेको छ। आउनु बाइकमा समस्या आएर धकाल्नु पर्ने स्थिति। त्यही एक ठाउँमा मात्रै भनेको थियो अहिले त पुल बनाएको ठाउँमा मात्रै खत्तम छ, अरू त पिचै पिच भनेको। यस्तो छ भन्ने त आउँदै आउँथेन कोही पनि। जोड लगा के बल बल लगा के जो
मेरो बाइक यहाँ छ यस्तो बाटो आजको दुःख प्लस रमाइलो यात्रामा हामीले आज पहिलो पटक नयाँ फलको टेस्ट गर्दैछौँ चुत्रो मेरो चाहिँ पहिलो पटक होइन है सर ए अनि सर चाहिँ पहिलो पटक रहन्छ मेरो चाहिँ टोटल्ली यो फर्स्ट टाइम नै हो खाउने त फर्स्ट टाइम नै हो मैले त गाउँतिर खाइदिएको जस्तो लाग्यो खाएको थिइनँ मैले त खाएको थिइनँ चुत्रो अमिलो अमिलो गुलियो गुलियो पाहाडतिर जाँदाखेरि खानु यो पाहाड त निकै कष्टपूर्ण यात्रामा केही राहत महसुस गराउने भुलाउने कुन गाडी हो यो दिनुहोस् है आज सबभन्दा धेरै दिनेश सरलाई हिँडेर आयो नि दुवा पाउनु तिमी नै हो तिमीले लिएर आयो त हाम्रो यात्रामा अन्तिम बाइक भरत सर र दिनेश सर आउँदै हुनुहुन्छ र एकछिन हामी यहाँ रेस्ट गरेर यो चुत्रो खान्छौँ हामी चुत्रो खान्छौँ र सरहरू आइसक्नु भएको छ हाम्रो यात्रा यस्तो रहिरहेको छ ल फाइनल्ली हामी तोलाङ आइपुग्यौँ तोलाङ साथीहरू पछाडि